नाच पनि बडो राम्रो नाच्छु, मान्छेले उस्तै राम्रो छु, नाच पनि उस्तै राम्रो। श्रीमती कति ओडी रे? रामचन्द्र ठेउदारले दन परेछ र प्रहलादले मलाई हेरेको बुद्धि हुन पर्यो नि, त्यही एउटा श्रीमती भएर जिन्दगीभर बसिरह। हामी जस्तो हुनुपर्छ है। हेर अर्जुनको मुखमा दिएर प्रमिलासँग सल्लाह गरेर 2-4 थुपार्नु, चिन्ता गर्नु पर्दैन। अब मेरो सप्रियो मती बिहे गर्छु 5 श्रीमती डाली अब अरू एउटा बिहे गर्दाखेरि त धुमधामले गर्छन्, मेरो त 5 वटी बिहे गरेको थिएँ। पछाडि शून्य छैन, शून्य छ नि, त्यो डीले घटाइदियो न डीले। 5 वटी बिहे गर्ने दिन पञ्चे बाजा घन्कारै गर्नु पऱ्यो नि, परेन? मेरो श्रीमती हेर्ने कि नहेर्ने? अर्का श्रीमती किन हेर्ने? कुन चाहिँ हेर्ने? जेठी माइली साइली काइली कान्छी कुन चाहिँ हेर्ने? पहिला जेठी हेर्ने। ल म जेठी लिएर आउँछु, बेसकन ताली बजाउने है त, हुन्छ कि हुँदैन? त्यो ताली बजाऊ है, एकछिन। पहिला श्रीमतीलाई चाहिँ मुहान ठाउँ चाहियो नि। आमा तुरुक्क उठ त एकचोटि, उठौँ यहाँ उठौँ। तपाईँहरू नि उठ्नुहोस्, कता मिलेर बस्ने। लु ओल्ला गर पल्ला गर तल्ला गर, अलि पर यहाँ मेरो श्रीमतीलाई यहाँ ल्याएर राख्नुपर्छ। यो कुर्सी सबै हटाउने, यो श्रीमती आउने बाटो यो पनि हटाउनुहोस्। ए अर्जुन बाबु त खाट ल्याएर हालौँ, यो पनि हटाउँ। अलि पर जाउँ, अलि पर जाउँ न, जताबाट पनि देखिन्छ। बच्चा पकाइ दिदिन, अलि पर जानुहोस्, अझै पर। ठुले आमाले हट्नै पऱ्यो यहाँबाट। लु ठुले आमा उता जाउँ, मिलेर बसौँ है, मिलेर बसौँ। कार्कीका शब्द सुन्न गएको हटाए गुरुले नभन्नु। अलि पर जाउँ। बुढी आमा हटेर यता आऊ, खाट ल्याउनु पऱ्यो, खाट। त्यतिकै हुन्छ बिहे 5 वटी। एउटा बिहे गर्न त कति मिलाउनु पर्छ? 5 वटी ल्याउने दिन। अर्जुन बाबु खाट्नु अनि बुढी आमा कति घुमेकी भन्छ नि। अहिले अर्जुन बाबुले खाटै छिराउनु सकेन नि क्या? यहाँ हो अर्जुन बाबु, यता आऊ। यसो खोल्टे पारेर भए नि त हुन्थ्यो नि अर्जुन बाबु, उता ठोकिनु गइसक्यो फेरि। पर लैजाउँ, अलि पर, अझै पर लैजाउँ, अझै पर। धुन्धुकारीको श्रीमती बहनी खाट चाहन्छु नि, हुन्छ? म त यति राम्रो छु, श्रीमती कति राम्री होला। ए बिस्तारै गर, बिस्तारै। ए काकी श्रीमती आउने बाटो हो यो, ऊ भित्र गएर बसौँ। मैले निम्तै गरेको थिएन, किन आएको होला त बिहे हेर्नको लागि? होइन यस्तो हुँदा त श्रीमती लडिहाल्छ नि। भयो ल मिलेर बस्नु, छोड्नु। ल म श्रीमती लिएर आउँछु, सबैले ताली बजाउने, हुन्छ कि हुँदैन? ए बाबु बाजा घन्काइयो, काकीले कहाँ लिएर राख्ने खोइ? ताली बजाऊ, ताली। ताली बजाऊ, ताली। श्रीमती लिएर आउँछु, भइहाल्यो त कति फर्की। बाबु भयो राख।
कहाँ छौ भने यो चाहिँ मेरो जेठी म भन यति यति अग्ली छे देखाएर अग्लो भन हो यो चाहिँ अग्लो देखेर मन परेर बिहे गरे के देखेर अनि यो अग्ली कसरी भइदिए भनेर यसो मूल्याङ्कन गरेको यो आमाको गर्भमा हुँदा आमाले बाँस काटेर तामा खाइदिन् जन्मने बित्तिकै बाखा जस्तै अग्ली भइहाल्यो नि मोरी मेरी जेठी जा उता गएर बस अलि पर जा माथि जम्प गर जम्प यसो गर्ने यसो गरी यसो गर हो यता नहेर यी नमराज बुढा ठिक छैनन् फेरि मोह नभए बेला कुदोवन भनी डर छ निहुरेर बस दायाँ बायाँ हेर्दै नहेर तिमी किन छेउमा मेरो श्रीमतीको उता भाग यो प्रहलादलाई चाहिँ हेर्दै नहेर है यो प्रहलाद पनि कहाँ ठिक छैन मान्छे होइन साडी नै बिगाइसक्यो कि क्या होइन त तेरिका साडी लाउन आउँदैन निहुरी ल हेर भयो भएको सबै देखाइहाल्छ नि निहुरेर बस साडी नबिगार इन्ची मेरो जेठी को अरे अब कसको पालो माइलीको बाबु बाजा घन्का लिएर आउँछु इन्ची मेरो माइली गोरे के को लिएर आउनु भएको को ल्याउनु नि बहिनी बहिनी अनि आफ्नो बहिनीलाई नि अङ्गालो हाल्छन् त घुम्ती बुढा चुप लाएर बस मेरो बहिनी हो र तेरो पो बहिनी त चुप लाएर बस कति बदल्न सक्यो होला यो मर्न नसकेको घुम्ती बुढाले चुप लागेर बस राम्रो मान्छेले जतिवटा नि ल्याउँछ नि म अर्जुन थापा हो र एउटा श्रीमती भनेर बस्नलाई बुझ्यो नि बुझे बुढा बुझे यो चाहिँ मेरो माइली यो माइलीको चाहिँ एउटा चिज ज्यादै राम्रो छ त्यो चिज देख्ने बित्तिकै म त डङडङ्गै पर्दिनँ यो माइलीको त्यो एउटा चिज यति राम्रो छ हेर्ने कि नहेर्ने माइली हेर्ने र देखाइदिउँ लाज लाग्छ बुढा भएको चिज देखाउन के को लाज नि हेर्ने कि नहेर्ने हेर्ने कि नहेर्ने अति राम्रो छ मेरो माइलीको यसो घाँटी कसिया जस्तो लाग्छ मलाई चाहिँ बिचरा बोल्न नि गाह्रो भाषालाई मेरो माइलीको असाध्यै मन परेको मलाई आफूलाई कसरी भनौँ यति राम्रो छ कि चिज पनि मेरो माइलीको असाध्यै मन परेको त्यो चिज भनेको जुङ्गा र दारी हो है जुङ्गा र दारी ठ्याक्कै मसँग मिल्छ ल यही जुङ्गादारी मन परेर बिहे गरे पखै म तँलाई नि मुखको नबान्दिनु ल ल आइज उता गर्न बच्चा एउटा कुरा ख्याल गर अरू जेसुकै गर यता हेर्दै नहेर हुन्छ बुढा तल बस अर्जुन पनि चस्मा फुकाली आई हेरिरहेको थिएँ अब पालो कसको के को कान्छी साइली बाबु बाजा घन्का साइली लिएर आउँछु ताली मात्र ताली ए साइली आइज अलि छिटो आइज
चाहिँ साइली। यसको चाहिँ स्वर असाध्यै मिठो छ। घुम्दै डुल्दै आइरहेको थिएँ, सानो ठिमी क्याम्पस छेउमा बसेर गीत गाइरहेको रहेछ। तिमीलाई उस्तै मलाई नि उस्तै त्यहाँबाट बस्थेँ, तिमीलाई उस्तै मलाई नि उस्तै, धुन्धुकारीले चुराउँछ दुरुस्तै भनेर गीत गाइरहेको रहेछ। स्वर असाध्यै मन पर्यो, अनि बिहे गरेर ल्याइदियो। यसको स्वर सुन्ने हो? सुन्ने कि नसुन्ने? ए साइनी बोलेर सुनाइदियो। तँलाई मेरो माया कति लाग्छ? धेरै लाग्छ बुढा। असाध्यै मिठो स्वर छ। तिमीलाई आज मेरो घरमा आउँदा कस्तो लागिरहेछ? खुसी लागिरहेछ बुढा, लाज मर्नु। ल, यस्तो स्वर आजसम्म सुनेको थियो कि थिएन? कोकिल कण्ठी स्वर भने यही हो। यही स्वर असाध्यै मन परेर ल्याएको। जो गर बस साइनी, जो जम्प गर, जम्प जम्प। मिलेर बस है। खाट चाहिँ हल्ले हल्ले जस्तो छ। ओ देख्नु हल्ले हातिन्छ। मिलेर बस। पालो कसको अब? काइलीको। बाजा घन्का बाबु, काइली लिएर आउँछु। आऊ काइली आऊ। तिमी यहाँ माथि चढ्न सक्छौ त? चढ, एकचोटि चढ त। पहिला जम्प हानेर बस न। ल होइन, माथि उभियो उभियो, तिमी उभियो। यिनी चाहिँ मेरो काइली को अरे? काइली। यिनको परिचय दिइराख्नु पर्छ कि पर्दैन? पर्छ कि पर्दैन? अलि पर जा काइली, परिचय दिन। यो काइलीको परिचय दिइराख्नु पर्छ। नदिउँ होला हो। यसको चाहिँ स्वास्थ्य अवस्था अलिक खराब छ। उता नि देखाइन छोपिहाल। मेरी काइली। बुढा, आई मलाई त कस्तो अमिलो पिरो मिलाएर चटपटे खान मन लागिरहेको छ। रातको 9:30 बजे कहाँ जानु चटपटे खोल्नु? भोलि बिहानै गएर गम गम खाउली। चिन्ता नगर, आऊ। हुन्छ बुढा। खाट भात चेला हात छ, तिमी तलै हार बस। आऊ बिस्तारी आऊ। ए स्वास्थ्य अवस्था ख्याल गर्नु। अलि पर छ। हो यहाँ बस। अब पालो कसको? होइन, खलखली पसिना आइसक्यो। धेरैवटी बिहे गर्न गाह्रो रहेछ। अब को ल्याउनु रे? मेरो मुटुको टुक्रो कि कसो? नवराज कार्की बा, मेरो ढुकढुकी, मेरो कलेज हो, फोक्सो, पित्त सबै त्यही हो। मेरो ग्यास्ट्रिक पनि त्यही हो। म मेरी पराण प्याइला लिएर आउँछु। ताली बजाउनुहोस् है। हुन्छ कि हुँदैन? बाजा घन्का बाबु, कान्छी ताली बजाऊ, ताली। सबैले ताली बजाऊ।
बाटो छेकेर दिएर नि जतिवटी बिहे गरे पनि नि सबभन्दा बढी माया चाहिँ कान्छीकै लाग्दो रहेछ हो कि होइन मेरो कान्छी हो नि मेरो बुढा मैले अघि नि भने हो कि नि मेरो ग्यास्ट्रिक भनेर केही सोध्नु हुँदैन जोमेस्टिक हानिहाल्छ नि जा गएर बस त्यसलाई मन पराउनु भन्दा पहिले 80 किलो थिए यसलाई मन पराउन थालेपछि यो झुनिँदा झुनिँदा 70मा आइसक्यो कुन दिन हुरुक्क पार्थ्यो थाहा छैन तिमीलाई मेरो माया कति लाग्छ कान्छी बस 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 आखिर कान्छी भने कान्छी हो केही सोध्नु हुँदैन दौडे आएर तुर्लुङै झुन्डिहाल्छ के गर्नु यी 5 जोडी पनि धुन्धुकारीसँग बिहे गरेर जान पाएदेखि मिठै खान पाउँला राम्रै लाउन पाउँला भनेर माइती मावली सबै त्यागेर आछन् अब यिनको मनको कुरा के छ त बुझ्नु पर्यो नि हेर्नमराज बुढाले हेरेको नाट्यो बुढा नाट्यो कति वर्ष भयो अझै अगाडि बढ्दा पनि सकिन्छ चिन्ता गर्नु पर्दैन अर्जुन थापाले नै मन फुकाउँदा हुन्छ प्रमिलाको चित्त चाहिँ बुझाउनु हेर प्रणामले मुख भएको यता नहेर है यता नहेर आफू घर बसिराख्दिन फेरि नमराज बुढा डुल्या डुलै गर्छन् गाउँमा ख्याल गरेस् म नआउँदा भित्रैबाट चुक लाएर बस्नु घरमा हुन्छ बुढा अब यिनको मनको इच्छा चाहिँ के छ पहिला सोध्नु पर्यो ए जेठी ल भन तिमी माइती मावली सबै त्यागेर आयौ अब तिमीलाई के खान मन लाग्छ के लाउन मन लाग्छ लु भन मलाई मेरो त साथीको बिहेमा जानु छ बुढा मलाई एउटा बनारसी साडी ल्याइदिनु है साडी ल्याइदिनु है गरे भइहाल्छ गोजीमा रुपियाँ छैन भनौँ भने आजै छोडेर हिँड्ला नि फेरि चिन्ता नगर जेठी म ल्याइदिउँ तँलाई कुन कुन रसे हुन्छ त्यही रसे ल्याइदिउँ ल पख माइतीलाई के चाहिन्छ मलाई त छड्के तिलहरी चाहिन्छ बुढा मरिबाट लाएर लड्न आँटिहाल्यो त ए माइली तँलाई मैले सुनको कुरा नगर भने हो कि होइन किन लाउँछ छड्के सिधै ला सिधै छड्केले झन् अल्झाउँछ सानीलाई के चाहिन्छ बुढा ओइ मलाई त पाउजु ल्याइदिनु होइन पाउजु फेरि कहाँ लाउने खुट्टामा लाउने नि बुढा खुट्टामा मेरो जस्तै जुत्ता ला न किन चाहियो पाउजु तँलाई के चाहिन्छ नि काइली बुढा है मेरो त अवस्था पनि नाजुक छ मलाई त मेक्सी ल्याइदिनु के ल्याइदिनु काइली मेक्सी स्वास्थ्य अनुसारको मगाई ल ल टेन्सन नलि म्याक्सी ल्याएर लुकुन थालीमा ट्याक्सी चढ्नेछु भोलिदेखि आफ्नो अवस्था अनुसार मागे त छन् नि ल्याउन त ल्याउने कहाँबाट ल्याउने सर कान्छीलाई सोध्दै पिठिन्छु कान्छी तिमीलाई के चाहिन्छ मलाई त हजुर भए पुग्छ बुढा आइहाली फेरि हजुर भए पुग्छ मलाई नभए पुग्छ हजुर हजुर भए पुग्छ मेरो कान्छी भने कान्छी तल झरलु कोहीलाई म्याक्सी कोहीलाई पाउँछु कोहीलाई छड्के आखिर तपाईँ भए पुग्छ भने एउटा कान्छी पो रहेछ कान्छी भने कान्छी भने ल अब तिमीहरू चिन्ता नगर तिमीहरूले भने चिज किनेर ल्याउने बाबु ल्याउँछु भन्नुहुन्थ्यो गोजीमा रुपियाँ छैन बाबु पनि बैकुण्ठ गइहाल्यो तिमीहरूले भने चिज ल्याउँछु चिन्ता नगरिकन बस हुन त मैले ड्युटी सुरु गरिसकेको छु तिमीहरूलाई पाल्नलाई अरूको ड्युटी दिउँसो त मेरो ड्युटी रातिको कहिले गरे राति पनि मान्छे सुतेर घुर्न थालेपछि ड्युटी सुरु हुन्छ के हो काम थाहा छ नि के हो काम कछोर्ने भनेको शब्द अलि सुधारेर बोल्नु पर्यो मान्छे सुतेपछि खुसुक्क झिक्ने भन्नु पर्दैन र तिमीहरू आनन्दले बस म तिमीहरूले भने चिज लिएर आउँछु बुझ्यौ कि होइन हुन्छ बुढा
है चाँडै आउनु है 10-5 को ड्युटी हो र बेलैमा आउनलाई कतिखेर सुतेर घुर्न थाल्छ नि थाहा छैन फेरि आजभोलि त्यो टिकटक र फेसबुकले मान्छे रातभरि सुत्नै छोडे कम गाह्रो भएको छ मलाई ड्युटी गर्नलाई तिमीहरू चिन्ता नलिकन बस म तिमीहरूले भने यो चिज लिएर आउँछु तँलाई फेरि बोलाउँ भने आएर झुनिहाल्छिस् केही पनि बोल्दिनँ त्यो राम्रोसँग बस्नु घरमा कोही आयो भने ढोका थुनेर बस्नु बुझ्यो कि होइन बुझे बुढा अरू भन्दा नि त्यही बुढाको चाहिँ ख्याल गर्नु हेर नवराज कार्कीले हेरेको अझै बुढा ए बाबु अर्को कुरा भन्न बिर्सिन्छु त्यो हेम आउला नै हेम त्यो बाहुन छ नि बाहुन त्यो बाहुनको नि ख्याल गर्नु हुन्छ बुढा हुन्छ त्यो बुढाले निच्च हाँसेर फेरि मन नभएको बेलामा कुदाउला नि ल्याउँछ त भनिहाल्यो साडी पनि ल्याउँला सबै चिज ल्याउँला छड्के चाहिँ कहाँ छ फेरि घरमा छड्के छ यिनी गाली रहेनछ के गरे नि छड्के छैन घरमा छड्के छैन यिनी मान्छे यति मोटी छ नि छड्के के लाउले त यी बुढी माउले नौगेडी लाउँछ यिनी गाली छैन कसका चाहिँ होला त छड्के यी बुढी माउको कानमा हेरौँ खै यिनले छड्के लाउँदैनन् यो प्रहलादका छ कि छैन छड्के पक्कै यो प्रहलादका चाहिँ छ होला यिनकै घरमा झ्याप्प जाने छड्के लिएर आउने बुढीको चित्त बुझाउने हो कि होइन बुढीमा हो छड्के त छैन होला नि घरमा हेर मुख छोपेर हाँसे कि बुढीमा हो ल अब त्यही प्रहलादकै जाने हो झ्यापचुप उठाउने हो ल्याउने हो पक्कै छ त्यहाँ छड्के ल बाटो खाली गरौँ ल यसरी धुन्धकारी 5वटी श्रीमतीसँग बिदावारी भएर घरबाट निस्किमा डोरीले कसो दुटीले खुट्टामा डोरीले कसो हुन्छ 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 बाँकी एउटीले जे पर्छ त्यही गरौँ धुन्धुकारीलाई मारिदिउँ हुन्छ हुन्छ फेरि उ के भने त हामीलाई मार्छ नि अलि बल बुद्धि पुगाएर मार्नुपर्छ त्यही त सबैले बुद्धि पुगाएर धुन्धुकारी आएपछि धुन्धुकारीलाई मारिदिउँ आज हुन्छ माया ममता गरौँ त्यो निन्द्रामा मस्त भुल्छ अनि दुईटाले खुट्टामा डोरी कसो दुईटाले घाँटीमा डोरी कसो बाँकी रहेको कान्छी जे भन्छ त्यही गर्नुपर्छ भनेर राख्ने हुन्छ हुन्छ ल त्यसै गरी ल त्यसै गरी जानुपर्छ है छोड छोड पुलिस आयो घर अघि नि बाटा नबस हेम बुढा भने होइन मैले कतिखेर गोली ठोकी थाहा छैन झन्नै मर्यो नि ए दिदी बहिनी हो धुन्धुकारी आएको छैन यिनीहरूले होइन आइया मै हेर के नै ल्याएँ भनेर आएका बुढा आउनुभयो आइ राम्रैसँग आएँ अनि के ल्याइदिनु भयो त हामीलाई यो नारीको जात कसरी आउनुभयो के खानुभयो छैन के ल्याइदिनु भयो घरमा ल्याइदिएको छु चिन्ता नगर साडी खुस्किन लाए प लु छोट ल्याइदिएको छु लु तिमीहरू तल टाँसेर टुसु बस म ल्याएको कुरा तिमीहरूलाई देखाउँछु लु भने चिज आयो होला ल किनेर ल्या बाबा भने चिज आउँथ्यो चोर्न गएको फेरि यो प्रहलादको घरमा बत्ती नै बल्दैन कि क्या स्विच खोजे नि कहीँ भेट्ने अलिक सानो पारा बाबु यसलाई हेर सबै घेरेका बस ल्याउन त ल्याइयो के आयो के आयो खै बुढा है के हो यो के हो काग भन्दा नि कालो छ अहिले प्रहलादको बुढीले भाँडा मार्दिन नि क्या घरमा अनि यस्तो कालो भाँडो त के भाँडो त फेरि होइन दराज खोताली भयो त भान्साको दराजमा खोताली क्या हो
तेरिका अलि पर जाऊ गतिर चिज एवढे आज तेरिका कहाँ हाली अँध्यारो रातमा बुढा आई यो चाहिँ के हो यो तँलाई भात खाने बेला ओछ्याउने पिर्का यो पनि गति लाग्नु छ ल जेठी ओछ्याला साडी भन्दैछ के अरे बनारस त परै थाहा होस् बुढा आई यो चाहिँ के हो यो कान्छीलाई दसैँ तिहारमा चङ्गा उडाउने लट्टै त्यस्तै छ कान्छीलाई झुलिँदैछ होला त नि म पलेटी मारेर बसिहालेँ होइन आज गतिलो सिधा आएन त फेरि आई यो चाहिँ के हो यो काइलीको स्वास्थ्य अवस्थालाई मध्यनजर राख्दै काठमाडौँमा धेरै धुवा र धुलो उड्छ भनेर पुरै अनुहारमा लाउने मार्कसिट यसो गर्दै हिँड्ने ल्याउ काइली खै मपट्टि फर्की ल यसो समाज हुन्छ बुढा हुन्छ यसलाई खुब राम्रो सम्झेर छ हौ त्यो चाहिँ यो चाहिँ के हो बुढा के हो दुईतिरै दुलो छ पखाइ त ए दुर्पिन रहेछ जेठी दुर्पिन सबै देखिन्छ त्यो बुढी आमाको दाँत त रहेनछ त बुढी माउको यो दुर्पिन रहेछ जेठी ल यो चाहिँ म आफैलाई काम रहेछ मान्छे कतिखेर सुतेर घुर्न थाल्छन् ट्याक्कै हेर्ने ड्युटी सुरु गरिहाल्ने ल यो चाहिँ मैले काम लागिरहेछ लौ आज कहाँ पुगिन्छु चोर्न नै यो चाहिँ के हो फेरि यो तेरो दाँत मान्ने बुरुस एकैचोटिमा स्वाट्टै जेठी स्वाट्ट लाने फुत्त ल्याउने जेठीबाट सुरु गर्नु कान्छीसम्म यसैले मान्नु यसको मन्जन चाहिँ म भोलि ल्याइदिन्छु कालो मन्जन ल हुन्छ बुढा हुन्छ यतापट्टि केही हाले जस्तो लागेको थियो होइन आज गतिर ठाउँमा परेन है क्या ओहो यो चाहिँ के हो बुढा ए जेठी नौगेडी आछ गेडा गन्द गेडा गन्द नौगेडी आएछ गेडा गन्द 1 2 3 4 5 6 7 8 9 ओहो नौगेडी आएछ ल हेर सुन भन्दैछ नि ल हान त नौगेडी आयो अनि बुढा है यो चाहिँ कुन जेलर्स हो नि कुन जेलर्स भने हजुर आलु जेलर्स यो चाहिँ मेरो कसलाई लाग्यो जेठी नै उठाइज सबभन्दा दुःखमा बेहोरा त यो तँलाई मन्त्र पढी लगाइदिन्छु पख गोरु ब्रह्मा गाई विष्णु पाडा बाछा महेश्वर ठुटे गोरु लिडे भैँसी रक्षा गर परमेश्वर जेठीको घित्रै ताल्न जस्तो छ त हो नौगेडीले त होइन गेडानी कत्रो एउटै 5 तोलाको छ है क्या अलि यसरी बस घित्रो तान्ला नौगेडी त आछ लौ यहाँ नि अर्को केही भास्तो लागेको थियो ए माइनी छड्के तिलारी हान्छ छड्के तिलरी आयो माइली आयो है ओहो छड्के तिलरी आयो छड्के कि छड्के भन्दिस् ती ल हेर अनि बुढा है यो तिलरी चाहिँ कुन छोराले ल्याउनु भएको नि यो त केरल जेलर्सबाट ल हेरी ट्याक्कै यो छड्केलाई नि तँलाई लाउन आउँदैन होला म सिकाउँछु जतापट्टि आफ्नो कम्मर बेसी भाँचिन्छ त्यसैतिर यो डल्लोलाई पार्ने अरूलाई देखाउन पर्यो नि त हिँड्ने बेलामा छड्केको टाउको जोता छ खुट्टा त्यतै बढी उचाल्ने यसरी टुई टुई गरेरै देखिस् नि देखे बुढा उठ छड्के कि छड्के भन्दिस् न अलिक हेर कति छिटो उठे कि पक्लु तेरो कम्मर बढी यता भाँचिन्छ होइन त ओ बुढा यता भाँचिन्छ ल लु बस तैँले भन्यो भने अहिले चिज त ल्याइहाल्यो नि लु जेठी तल जा कि राखेपछि सबैलाई माथि राख्नु पर्यो नि त ल तिमीहरूले भन्यो भने चिज किनेर ल्याइदिए अब मलाई यसो थकै पनि लागेको छ चुप लाग म यसो सुत्छु तिमीहरूले चाहिँ मेरो यसो हात पाउ यसो मालिस गर लु थाहा पाउनु भयो नि धेरैवटी किन बिहे गर्ने भन्ने कुरा यिनै 5वटीको लागि बाबुआमालाई मैले कहाँ पठाएँ रे बैकुण्ठ है ल हेर्नुहोस् कति माया गर्छ नि
आइयामै लो दुईटीले खुट्टा मिच्छ दुईटाले हात मिच्छ कान्छी टाउकोपट्टि आएर यसो 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 गर ल आइज झुनिन्दिस होला त नि यहाँ यसो 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 गर मान्ने होइन यसो 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 गर्ने हो ल हात मार मिच्छ लु आखिर छोरो भने म जस्तो हुनुपर्छ है मन पऱ्यो कि 5 जोडी भन्दैमा बाबा मलाई बोइकुण्ठ भाइ गोकर्णेलाई घर धवारा पठाइ पखाइ एकछिन पखुलो हुलो आनन्दले मालिस गर लु त्यत्तिकै तिमीलाई ल्याए हो र मैले मेरो हेरविचार त गर्नु पऱ्यो नि ल तिमीहरू मेरो यसो मालिस गर्दै गर म सुत्ने कोसिस गर्छु यति माया गर्छ नि 5 जोडीले मलाई यसरी धुन्धोकारीलाई 5 जोडीले भुतक्क मारे अनि धुन्धोकारीको लासलाई त्यही घरको मजेरीमा लगेर खाडी खनेर गाडी 5 जोडी 5 तिर लागि कथा अघि सुन्नुभयो तपाईँहरूले अहिले बुझ्नुभयो आफूले गरेको कर्मको फल कहाँसम्म हुन्छ भन्ने कुरा जोरदार ताली सम्मान गर्नु होला हाम्रो साथीहरूलाई धुन्धोकारीको रोलमा हुनुहुन्थ्यो पण्डित हरिचन्द्र तिमल सिन्हाजी जोरदार ताली सम्मान